हेलो भाइ नमस्ते। आयो सधैँ सन्चै राम्रै हुनुहुन्छ होला अनि म पनि सन्चै राम्रै छु हैन। अनि आज चाहिँ म केही काम विशेषले गर्दाखेरि म यहाँबाट म घरदेखि चाहिँ हैन म सिटीतिर जाँदैछु। अनि किन के कारणले जाँदैछु भन्ने कुरा चाहिँ तपाईले भिडियोलाई अन्तिमसम्म हेर्नुपर्ने हुन्छ हैन। अनि म अब जाँदैछु त्यो लगभग 1.5 घण्टाको यात्रा छ। अनि आयो राम्रैसँग पुगिन्छ होला आइन्छ होला हैन। अनि त्यसपछि के कारणले जाँदैछु भन्ने कुरा चाहिँ अब तपाईले भिडियोलाई अन्तिमसम्म हेरिदिनु होस् हैन। अनि म चाहिँ सधैँभरि चाहिँ बसमा जाने गर्थेँ हैन। अनि हरेक आइतबार म बसमा जान्थेँ। अनि अहिलेको यो आइतबार चाहिँ हिजो एकजना मसँगै काम गर्ने एकजना मान्छे हुनुहुन्छ। अनि उहाँले चाहिँ भोलि उता जाने बुकारेस्ट जाने भए ट्रेन छ 9 बजेको आइजो म पनि उता जान्छु भनेर भन्नुभएको थियो। अनि म जाँदैछु हैन। सायद उहाँलाई भेट पनि हुन्छ होला। अनि भेट पनि भने फोन पनि गरौँला केही छैन हैन। अनि जे होस् आज म ट्रेनमा जाने मैले विचार गरेको छु। अनि जे होस् अनि म अहिलेसम्म ट्रेन चढेको छैन साथीहरू हैन। साँच्चै भन्नु पर्दाखेरि अनि ट्रेनमा अब के कस्तो हुन्छ म देखाउँछु। अनि अनुभव हैन म नयाँ अनुभव पनि लिँदैछु। म त्यो मेट्रो त चढेको थिएँ हैन जमिन मुनि चढ्ने। अनि त्यसपछि जमिनमाथि चढ्ने ट्रेनमा चाहिँ म चढेको थिएन। आज चढ्दैछु। तपाईहरुले भिडियोलाई हेरेर साथ दिनु होला है त। ल म चाहिँ अब रेलवे स्टेसनमा आइसकेँ हैन। अब हेरौँ Aku may tren mo lang, Coris. Hasta Albastro. मैले टिकट चाहिँ लिइसकेँ हैन। अनि यहाँ छ टिकट। धन्न टिकट चाहिँ पाइहालेँ। अब जाने ट्रेन चाहिँ यो रहेछ हैन। अब यसमा जान्छु म। नाचा कोहीसँग काम गर्ने मान्छे चाहिँ मैले भेटेँ हैन यहाँ। अनि उहाँ टिकट लिन जानु भएको छ। यहाँ रहेछ टिकट हैन। अनि त्यो तपाईहरुलाई पाएको अब यता यो त यहाँतिर बस्नुहुन्छ भने चाहिँ तपाईले अब सजिलोसँग टिकट सोरुमको पाउनु रहेछ हैन। अब लिइसके यो ट्रेन अब लिएर जाने हो। अब लेखिरहेछ कहाँदेखि कहाँ जाने भनेर कति बजे छुट्ने। अनि म जाने ट्रेन चाहिँ यही नै हो है। अब गएर म छोटो रहेछ तर उतै गएर अब Tonight
फाइनली आइपुग्यो है। आफ्नो ट्रेन स्टेसन यस्तो छ। यही हो महाको ट्रेन चाहिँ है। योस् मजा आयो। अब आइपुग्यो। अब यहाँबाट लगभग 10-15 मिनटको बाटोपछि ल कसलाई के चाहिन्छ सामानहरू छ यहाँ टक्क लाएर है। ट्रेन स्टेसनमा राखिदिएको छ सामानहरू किन्नको लागि। त्यही नि हो साथीहरू। अब आइसक्यो होइन। अब यहाँबाट अब फेरि मबाट अर्को गाडी चढ्नु पर्ने हुन्छ। लगभग 1.5 घन्टाको यात्रा भयो होइन। जे होस् रमाइलो भयो। म चाहिँ धेरै पहिलेदेखिबाट यो ट्रेनमा आउने मलाई मन थियो होइन। अनि किनभने अब पैसा पनि कम पर्दो रहेछ। अनि उता बसमा आउँदाखेरि लगभग 20 रुपियाँ पर्थ्यो भने अब यहाँ चाहिँ 16 रुपियाँ पर्ने रहेछ एक कफी टिकटको। अनि त्यही हो। अनि म आउने भने धेरैचोटि म कोसिस गरेँ। म त्यहाँ सोध्न पनि गएको थिएँ होइन। अनि सोध्न जाँदाखेरि जुन आइतबारको दिनमा चाहिँ ट्रेन थिएन क्या यो समयमा, म आउने समयमा चाहिँ। अनि पछिको समयमा थियो। अनि त्यही भएर म आउनु पाएको थिएन। हिजो चाहिँ हामी काम गर्दाखेरि त्यहाँ कामकै मान्छेले मलाई ल भोलि 9 बजेको ट्रेन छ जाने गए म पनि त्यहाँ हुन्छु भन्नुभएको थियो। अनि उहाँलाई पनि ठ्याक्क भेटेँ। अनि उहाँसँगै आएँ। उहाँ चाहिँ आफ्नो रास्तातिर जानुभयो घरतिर। अनि म चाहिँ अब आइपुगेँ यहाँसम्म। त्यही नै हो र साथीहरू। अब त्यही नै हो होइन। उता तारकिल स्थिति त पुरा घाम लागिरहेको थियो म बिहान हिँड्दाखेरि होइन। अब यता पानी पर्ला जस्तो मौसम भइरहेछ देख्न सक्नुहुन्छ। अनि पानी पर्ला जस्तो भइरहेछ है। अनि यही नै हो मेरो यात्रा यहाँसम्म सफल भयो होइन। अनि अब तपाईँहरू पनि जस्तो ठाउँ हुन्छ जस्तो अवस्था हुनुहुन्छ एकदम सेफ रहनु होला है। जाडो छ। यही नै हो। भिडियो यहाँसम्म हेरिदिनु भयो तपाईँलाई धन्यवाद है। अनि हुन्छ भने यसो कमेन्ट गरिदिनु होला, यसो सेयर गरिदिनु होला, सब्सक्राइब गर्नु होला। त्यही नै हो मैले भन्ने। ल अब अर्को भिडियोमा भेट भइ नै हाल्छ है। त्यति बेलासम्मलाई बाई बाई।